गेमिङ भिडियो अनि म चाहिँ आज ब्लक्स फुट खेलेको अनि पहिलाको भिडियोमा फर्स्ट सीमा थियो, अहिले सेकेन्ड सीमा पुगेँ अनि आज चाहिँ म अलिक ग्राइन्ड गर्नेवाला छु अनि मैले अघि नै रोल हाल्ने थिएँ, त्यो भएर मेरो बेली 69K मात्रै हो अनि म चाहिँ अहिले ग्राइन्ड गर्न गएको अनि मसँग चाहिँ पहिला रम्बल थियो, अहिले रम्बल मैले साथीले दिएको अनि म डायमन्ड बसलाई मार्नेवाला छु अनि अब जानेवाला छौँ हामी। भिडियोलाई सेयर अनि लाइक र सब्सक्राइब गरिदिनु होला अनि नपऱ्यो पहिले डायमन्ड सके छैन, डायमन्ड छैन डायमन्ड चाहिँ नभएर अब म नर्मल एनपिसीलाई मार्नेवाला छु अनि म चाहिँ अब क्विस्ट लिन गएर ग्राइन्ड गर्छु अनि यो भिडियो पछि चाहिँ म मेरो मेन अकाउन्टमा मास्टरी अप गर्नेवाला छु। मेरो मेन अकाउन्टमा फेरि म्यामथ छ, म्यामथ 261 मास्टरी हो, त्यो भएर अलि यहाँ ग्राइन्ड गरेर उता मेरो मेन अकाउन्टमा गएर ग्राइन्ड गर्नेवाला छु मैले। म ट्रान्सफर्मेसन पाएको छु। म चाहिँ यही भिडियोमा रोल गर्नेवाला छु अनि म चाहिँ मोबाइल प्लेयर हो, त्यो भएर अलि ल्याग छ। एउटा पिपिएलले मलाई मार्न आएको छ स्टिल मार्न भन्दा पहिले म क्विस गरिदिन्छु भनेको त फेरि म मरेको छु फेरि वान टेलमा अलि ल्याग भयो किनकि म मोबाइल प्लेयर। त्यहाँ चाहिँ एउटा बुद्ध युजर थियो, कता थाहा भएन अनि म चाहिँ एउटा नेपाली युट्युबर हो, त्यो भएर प्लिज सपोर्ट गर्नु होला।
मेरो इन्टरनेट पनि अलि चलेन। फेरि सिडीको युजरले मार्न लगाइदिएको थियो तर मैले मारिभ्या। मैले यो लङ सोर्ट फेरि डायमन्डले फर्स्ट ट्राईमा मारेर पाएको हो। अनि म भोलि पर डेमा 2टा भिडियो आउनेवाला छ। दुईटा भिडियो आउन सक्छ नआउन सक्छ। एउटा एनपिसी स्पोर्ने नभएर भनेको त यहाँ रहेछ। मैले यिनीहरूले ग्रुप गरेर मारे होइन किनकि यहाँ एउटा यहाँ लुकेर बसिरहेको थियो। अनि म यहाँ कति सेकेन्ड ट्री आएपछि मेरो बेस्ट फ्रुट मैले रोल हानेको क्रिएसन हो। त्यसपछि केही रोल हाने छैन। मेरो लक नराम्रो भएर होला। मैले अझै मेन अकाउन्टमा अघि नै रोल हानेको क्रिएसन पाएको। अनि त्यसबाट चाहिँ मेरो लक अलि नराम्रो भइरहेको। फेरि ट्रान्सफर्मेसन पाएँ। भिडियो अलि लामो हुनको कारणले म भिडियो नै एन्ड गर्नेवाला छु। अनि यो आजको फर्स्ट ब्लग। अनि अर्को ब्लग पनि आउनेवाला ब्लग र गेमिङ भिडियो। अब अर्को गेमिङ भिडियो नि आउनेवाला छ। अनि अब लाइक चाहिँ म गएको। बाई।